रवि लामिछाने यहाँ ढोका खुला रहेछ भनेर फुत्त संसदमा पस्या, ढोका खुला देखेर फुत्त पस्या, त्यस्तो होइन। निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गरेको, त्यसबेला उजुरी परेको, उजुरी ठिक नठहरेको, बदर भएको, उम्मेदवार हुन पाउँछ, वैधानिक छ भनेर निर्वाचन आयोगले उम्मेदवारी सदर गरेको, अनि चुनाव लड्दा अत्यधिक सार्वभौम सत्ता सम्पन्न जनताले अत्यधिक मतले आफ्नो प्रतिनिधि छानेको। गयो के बापत भन्दा एउटा प्रोसिड्युरल एरर, प्रक्रियागत त्रुटि हुन गएछ। त्यतिमा सांसद गयो, पार्टी अध्यक्ष गयो, गृहमन्त्री गयो, उप प्रधानमन्त्री गयो, धेरै चिजमा धक्का पर्यो। न्याय भयो कि भएन? भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्किएर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरू र भिजिट भिसामा गएर उतै दुई पटक बिहे गरिसकेका व्यक्तिहरूले समेत अन्तर्राष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई बेचिएको भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन्। यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन। यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ। अदालतले पूर्वपक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबरजस्त भाष्य बनाउन खोजिएको छ। यस्ताका पछि लागेर कुद्ने भिड अचम्मको मात्र होइन, दया लाग्दो पनि छ। यस्ता कुरालाई लिएर लगातार संसद अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित